रञ्जना ल तिमी पनि प्लेन चढ्दैछौ ल ल तिमी कुन देश जाने कुन देश जान्छौ तिमी अमेरिका जाने ए बाजे आज हामी एरोप्लेन चढ्नुपर्छ ल हो र हजुरहरू कता कता जानुहुन्छ ल बाजे आउनुस् आउनुस् ए साथीहरू हामी चाहिँ एरोप्लेन भित्र छिरिसकेका छौँ है अब हामी नेपाल छोडेर अमेरिका जाँदैछौँ हो र तपाईहरु सीसी क्यामेराको निगरानीमा छ यस मिनी भ्लगमा यहाँ हामी फ्यामिली यहाँनिर के गर्दैछौँ यहाँनिर पिङ खेलिरहेका छौँ यहाँ मेरो श्रीमती छ ओ श्रीमतीज्यू के साह्रो फोटो खिच्नमा व्यस्त हो ल बाजे ल ल ल यही हो यही बेला नि हो है यही बेला हो फेरि सबै आउँदैन मेरो सालो केटो पनि आज यहाँ छ अभिषेक अनि कस्तो छ आजको दिन हो ल है बाजे ल है ल यस यस बाजे ल अब यही हो उमेरमा रमाउने भनेको जे भने पनि है यही उमेरमा हो फेरि आउँदैन यस्तो समय हामी अब पारिपट्टि ताजमहलतिर जानुपर्छ होला लु जाउँ सबैजना हामी अब पारिपट्टि ताजमहलतिर जानेछौँ अनि त्यसको केही भिडियोहरू तपाईँहरूलाई देखाउनेछौँ हेलो सबैजनालाई जय मसी तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ भन्ने मैले आशा गरेको छु प्रिय मित्रहरू आज म अनि मेरो श्रीमती अनि हामी होल फ्यामिली चाहिँ आज हामी यहाँ फन पार्क घुम्न आएका छौँ विशेष गरेर परमप्रभुलाई धन्यवाद भएको होस् परमेश्वरको महिमा भएको होस् अनि तपाईँहरूलाई म अब केही क्लिप्सहरू देखाउने छु तपाईँहरूले हेर्नुहोस् है हामी जाउँ आज यसो काम गर्न आज हामी यहाँ यसो रमाइलो गर्नेछ तपाईँहरू देख्न सक्नुहुन्छ है त्यहाँ चाहिँ मेरो सालो केटो मेरो मिसेस मेरो जेठी सासू मेरो बाजे सबैजना हुनुहुन्छ हामी त्यहाँ जानेछौँ यो चाहिँ ह्याप्पी ल्यान्ड हो कि अनि यस्तो रमाइलो छ यहाँ अनि आज हामी चाहिँ होल फ्यामिलीहरू घुम्न आएको अनि यहाँ चाहिँ तपाईँहरूले देख्नुहुन्छ मिनी जू है सानो जू छ जाउँ यहाँ जूमा के छ हामी हेरौँ ल आमामा कत्रो बाँदर पो रहेछ त यहाँ छ बाँदरदेखि सावधान छ यहाँ बाँदर देख्नुहुन्छ अनि अरू के रहेछ हौ यहाँनिर मिनी जूमा हेरौँ न हौ खै हौ टर्की पनि रहेछ है साथीहरू यहाँनिर टर्की त्यहाँ माथि पनि तपाईँले टर्की देख्न सक्नुहुन्छ अरू त यो खासै मिनी जूमा त केही पनि रहेनछ ओहो यहाँनिर खरायो रहेछ हेर्नु न यहाँ खरायो भनेको छ यहाँ खरायो नानीहरू रहेको छ त्यहाँ खाल्टो बनाएर बसेको छ साथीहरू तपाईँ र मलाई चाहिँ सबैभन्दा अगाडि चाहिँ यो फ्यामिली दिनुभयो कि होइन परिवार हेर्नुहोस् न यो कस्तो राम्रो छ दृश्यहरू तपाईँले देखिरहनु भएको छ यो सुन्दरता अनि यो सुन्दर बगैँचामा आएर अनि यसरी काम गर्न छुट्टै मजा छ कि यो साथीहरू यहाँ तपाईँले देख्न सक्नुहुन्छ वन्डरफुल यहाँ के लेखेको छ हेरौँ ल त फुड राइट प्लेस सक्नुहुन्छ रञ्जना नि आज कस्तो लाग्दैछ आजको दिन भन न हौ मेरो श्रीमती दामी छ बोल न केही त हौ आमा अनि आजको दिन कस्तो लाग्यो वाह मुडै खराब गरिदिएको कसले हो तपाईँको मुड खराब गरिदियो यतिखेर साथीहरू आज हामी फ्यामिलीसँग छौँ होइन रमाइलो भइरहेको छ
यहाँ सबै फोटो खिच्नमा होइन, सबै फोटो खिच्नमा मात्रै मस्त छ। म मात्रै एउटा हो जहाँ चाहिँ भिडियो बनाउन मात्रै लागिरहेको छ। हेर्नुहोस् है, यस्तो दामी दामी छ, तर के गर्नु नि। ल बाजेको राम्रो फोटो खिचौँ त। ल यो चाहिँ नयाँ बन्दै गरेको है साथीहरू, ह्याप्पील्यान्डमा चाहिँ यो नयाँ बन्दै गरेको अन्डर मेन्टेनेन्स हुनेछ। यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ। यो चाहिँ बन्दै गरेको है, यो चाहिँ बन्दै गरेको। अब यहाँनिर मर्मत कार्य जारी छ। अनि भोग प्याज सबै मिठो है हजुर। भिडियो गर्दैछु म यहाँ। अहिले पछि खिच्नुपर्छ, जाउँ न। जाउँ बाटो मेरो हेर्नु कस्तो महसुस हुँदैछ। ए शीतलतिर फर्किनु हो। अब त भोक पनि लाग्यो होला है। ल फेरि आज हामी अब ह्याप्पील्यान्डको एरोप्लेनभित्र छिर्न लागेका छौँ। ल ल छिर्नु है, छिर्नु तपाईँहरू प्लेनमा छिरिहाल्नु। लु हामी प्लेनमा जानेछौँ, आउनुहोस् तपाईँहरू हामीसँग। आमा आउनु जाउँ। हो र प्लेन चढेर वाक्कै भएको छ रञ्जना। ल अब रेलमै चढ्न नपाए पनि होइन हो र। ल ल हेर्नुहोस् है, प्लेन झापामा पनि प्लेन आइसकेको छ साथीहरू। ल द्याट इज ह्याप्पील्यान्ड। यस ह्याप्पील्यान्ड साथीहरू आज परिवारसँग घुम्दाको छुट्टै मजा छ। हेर्नुहोस् है, यहाँनिर प्लेन पनि छ, एयरप्लेन पनि। माइन्ड योर हार्ट भनेको छ। ल अब ह्याप्पील्यान्डको प्लेनबाट अब ओर्लँदै हुनुहुन्छ। ल हाई। अनि तपाईँ अमेरिका पुगेर आउनुभयो? ए कति घन्टा लाग्दो रहेछ नि अमेरिका पुग्न? 12 घन्टा? ए नि हामी यहाँनिर रोटेपिङ गर्छौँ। यहाँ डर लाग्यो। ओ माइ गॉड, ओ माइ गॉड। म त आँखी मिल्छु अभिषेक भाइ। साथीहरू यहाँ रोटेपिङ हामी खेल्दैछौँ। माथि जाँदा त ठिक छ, अब हामी तल गयौँ। यहाँ मेरो हन्सले ठाउँ छोडिसक्यो। यहाँबाट ह्याप्पील्यान्ड देख्न सक्नुहुन्छ। सुरुमा चाहिँ कस्तो मनै चिसो भएर आउँछ होइन? हजुर यस्तो टुप्पीमा बस्यो भने त्यहाँ पो सो गर्नुहुन्छ त। त्यसले चिसो बनाइदियो। अहिले चाहिँ अलिकति त्यो डर कम्ती हुँदै गयो मेरो पनि। ल साथीहरू सबै घुमियो। अझै बनाउँदैछ नि यो। ल
यहाँ खिच्ने अब जानुपर्छ साथीहरू। यस लैसकेर हाम्रो ब्लग यहीँसम्म आएको छ।